छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे हुन्छ भने जस्तै बाइकको टेन्सन दिने सुजुकीको बाइक टेन हाल्दैछ सोमबहादुर दाइलाई। रातोलाई छोडिदियो अनि ढुक्क खाकिन त्यो बुलेट आयो मात्रै के हेरेर छोडिदियो जस्तो बनाउनु लागेन। म यतिकै बनाउँछु है, त्यहाँ भाइहरूलाई यसो कटाइदिनु पर्यो नि त। लफडै हुन्ला, हात हात हुन्ला यहाँ त। यही बेला रन्काइदिनेको सो हे गाइज, वेलकम ब्याक अनदर भिडियो। आज हामी लास्टी समस्यामा पऱ्यौँ अनि समस्याको कारण हुनुहुन्छ सन्दीप मस्याङ्गी मगर। उहाँले मेरो बाइक आज एक्सिडेन्टमा हालिदिनु भयो पहिलोचोटि, अनि ट्याक्समा होइन। अनि भाइले चाहिँ हल्का चुस्सो पारिदिएछ क्या, चुस्सो पारिदिएछ। अनि चाहिँ अर्को मान्छेको चाहिँ इन्डिकेटर चाहिँ खुस्सो गएछ। तर इन्डिकेटर भाइले चाहिँ भन्छ के अरे छोएको चाहिँ होइन, तर पहिले भाँचिएको थियो, पैसा चाहिँ तिरायो दाइ भन्थ्यो। सो हामीले चिट काटेर अनि अस्ति 500को 1000 रुपियाँ होइन, अस्ति 1000 रुपियाँको चिट 500 रुपियाँको चिट काट्यो। आज फेरि अनि 2000 रुपियाँको चिट काट्यो, किनकि भाइसँग लाइसेन्स थिएन। विडम्बना बस होइन, पीडा, किनकि भाइसँग लाइसेन्स थिएन। लाइसेन्स नभए चाहिँ आफ्नो गल्ती नभए पनि गल्ती मान्नु पर्ने थियो। यसो भिडियो बनाइदिउँ एउटा ब्लग क्या। ओके, मेरो पेट्रोल अहिले फेरि पेट्रोल रहेको, म यही बसेँ, म पेट्रोल लिएर आउँछु ल। यसो राम्रो त कहाँ थियो, शान्ति बाटो थियो। हामीले पेट्रोल लिन्छ ए भाइ। सो यार, हामी जस्ट पेट्रोल हाल्यो, बोतललाई यहीँ फोहोर छ कि यहीँ त राख्ने होला, यहीँ राखिदिउँ हामीले बोतल। बाटोमा फेरि जसकोमा फेरि ठोक्स नआनु नि फेरि ल। त्यो नम्बर आउनु म्यानेजको। आज त पाउनु दुःख पाइयो नि त। ए हौडा बन्द गरिदियो भने हाफ क्लोज हो क्या। उठाउनु चाहिँ गाह्रो हुन्छ पहिला एकछिन यसको बढाउनु, त्यो पेट्रोल पास नभएर क्या। छोड त छोड, एकछिन छोड त। ढगलेर लिएर आएको चाहिँ ढकिल्ने हो।
एकदम तल झारम नखिरे छिटो घर लाउनु टाउको दुख्यो त मेरो त छिटो घर लाउनु नि आइदिनु धेरै नै हुन्छ भएन आखिर विकल्प के रह्यो भन्दा ढकेलेर आउने छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे हुन्छ भने जस्तै बाइकको टेन्सन दिने सुजुकीको बाइक टेन हान्दैछ सोमबहादुर दाइले दुःख पाइयो क्या अहिले चाहिँ रुम त यही नजिक हो फेरि ल ल यसको मा हामी धक्रेर जाने होइन यसको ल बोक्ने ल बोक ल काँदा हाल्छ र उचालिदिउँ उचालिदिनु भयो उचालिदिन्छ काँधमा हालिदिन्छु ल जाउँ नसो नभए जाउँ भएन है ल न्युट्रलमै छैन गाडी त क्लोज दबाउनु पर्छ पर्दैन होला सायद हामी लास्ट दुःख पाइयो क्या आज त लास्ट औडा भयो क्या बाइकले एकचोटि चाहिँ आज एक्सिडेन्ट जस्तो नि बनायो अनि चाहिँ अहिले चाहिँ पेट्रोल सकियो क्या मेरै केयरलेसले गर्दाखेरि यो भएको मैले पेट्रोल त सकियो यादै गरेन कि पेट्रोल सकियो कि सकिएन नि त एकछिन हो सर हर्काउँदै पिक गर्दै थोरै एकछिन यति गर यति गर एकछिन ओ एकछिन भयो थियो कि तिमीले हल्का पिकअप लिनु पर्ने क्या लिनु फेरि डाउन भयो क्या हामी यो यहीँ हो फेरि हामी त हाम्रो रुम त हो त्यहाँ गाडीभन्दा उतापट्टि हो क्या तर यहाँबाट नजिकै छ तर हामीले यहाँ टाइम पास पनि गरिरहेको फेरि कन्टेन्ट सन्टेन्ट पाइएन त्यही भएर चाहिँ यत्तिकै धकालेर गइदिउँ न अनि धकालेर गएर फेरि नाटक गरेको त होइन फेरि स्टार्टै भएन फेरि सो गाइज कहिलेको लाइफमा दुःख गाह्रो चाहिँ पर्छ होइन मैले के भन्दा के भन्थ्यो कुरा काट के अरे त्यो केटी मान्छेको कुरा काट्ने खुट्टा तान्ने केटी मान्छे नि हुन्छ मैले भनेको थिएँ लास्ट भिडियो गर्ने बिर्सेछ यिनले चाहिँ भिडियो आफूले गरेको छु कि भनेर क्या लास्ट बोलेको थियो कि नि तर भिडियो क्लिकै गरेन छन् कि त्यो भएर चाहिँ यस्तै डाइलगहरू क्या केटी मान्छेको खुट्टा तान्ने मान्छे केटी मान्छे नै हुन्छ छोरा मान्छे हुन्न भन्ने होला होइन को त्यो मान्छे भन्ने थाहा तिमीलाई थाहा तिमीलाई यति त्यति हाने डाउन हुन्छ क्या यति आज कस्तो लाग्यो दिन यिन त सुतेको छैन कि हामी यिनको बर्थडे थियो आज बर्थडे भयो चाहिँ 2-3 दिन अगाडि थियो अनि चाहिँ हिजो बर्थडे यिनको पार्टी चाहिँ हिजो राति गरेको हामीले हिजो 10 बजे ड्युटी सकाएर अनि चाहिँ हामी चाहिँ एक झिमिक सुकेन त सुतेन अनि सिधै 9 बजे थियो कि रुममा आउँदाखेरि अनि चाहिँ अहिलेसम्म अलाइभ छौँ अहिले चाहिँ कति बज्यो अहिले त 3 बजिसक्यो ल अहिले चाहिँ धोकामाथि धोका एकचोटि चाहिँ सुरुमा बिहान यिनले एक्सिडेन्ट गराइदिए अनि अहिले चाहिँ एकछिन अनि त्यसपछि चाहिँ पुलिस चौकी गयो त्यसपछि चाहिँ अहिले चाहिँ हामी फेरि पेट्रोल भेर यस्तो दुःख पाउँदैछौँ एक ट्याप भन्नुलाई मम्मीसँग ए ल एकैछिन स्ट्यान्ड लगाऊ त स्ट्यान्ड लगाऊ न एकछिन एक छोरा खुट्टाहरू हेलो नमस्ते मम्मी ल यसो पल्टाऊ त बाहिर आएको यसो जुम्मा छुट्टी थियो पेट्रोल पास भएको भएन एकचोटि हेरौँ न होइन पेट्रोल पास यहाँबाट हेर्नु पऱ्यो यसो जुम्मा छुट्टी हो यसो बाहिर यसो जुम्मा ए पेट्रोलै पुगेन ए ल भयो ल बल्ल पेट्रोल चुक्यो कि होइन अब रुख है यहाँ म यस्तो बिजी भइरहेको यहाँ पेट्रोल पास नभएर रहेछ नि यहाँ म्यानेर केही किन होइन एकछिन रुख है मैले बिर्सेँ क्या ए मैले बिर्सेँ त यार कतातिर आउनु भनेर
बाहिरै हो यहाँ बाइक गुजार्दैछु यहाँ मम्मीसँग बोल्दैछ कि मान्छे बाइक गुजार्दै यहाँ बाइकको यहाँ स्टार्टिङ नभएर ल अब चाहिँ ढुक्क हुनुपर्छ है पेट्रोल पास नभए जस्तो मानेछु ल एक राउन्ड एक हाना धक्का हाना त भयो आउनेछ एकैछिन आउनेछ एक धक्का हाना ल लेट्स गो ल हामी दिदी ल लेट्स गो झरेर के भयो भयो एकछिन बढाएर ल पेट्रोल पास नभएर चाहिँ एउटा पेट्रोल पास नभएर हामीले उहाँबाट दोहोऱ्याउँदा हामी अहिले चाहिँ बल्ल पेट्रोल पास भयो एक जान्छ है के जानु जाऊँ न हिँड अन्त ओके यत्रो बेर धक्का हान्ने त हिँडौँ न बाइकमा सवारी पनि गरौँ न नठोक है पछि एकछिन पैसा के गर्नुपर्छ पेट्रोल हाल्नु जानुपर्छ कि 100 रुपियाँको मात्रै हालेको 100 रुपियाँ मात्रै दाम थियो मसँग फेरि त्योबाट 100 रुपियाँको पेट्रोल हालेको त्यहाँबाट त्यहाँ उमा जाने होइन ग्यारेजमा त्यो मान्छे आयो भने सोधौँ न सो हेयर ओके ए उसले नि भ्लग बनाएको क्या यसको ओके यहाँ हिँडौँ ल रोक र यहीँ रोक ल ओके यहाँ ओए आयो लयो आएन लग हाम्रो यहाँ बाइक स्टार्ट नभएर हत्ते भयो क्या हामीलाई तिमीले पनि भ्लग बनाउँछौ के छ भन के छ ऊ युट्युब च्यानल के छ भन न छिटो ए छिटो भन न ए भन्दिनँ अरे शर्मा दिनु त उडाएर दिनु ओके हामी निस्किन लाग्यो हामी है बाइक स्टार्ट नभएर हामी ग्यारेज आएको किनकि अघि एक्सिडेन्ट भएको मान्छेको इन्डिकेटर फेरिदिनु थियो सो मैले बाइक बनाइराख्ने ठाउँ चाहिँ यहीँ हो क्या आएन अरे 300 रुपियाँको पेट्रोल हालियो सो हामीले पेट्रोल हाल्नुको कारण के हो भने चाहिँ अनि हामी स्विमिङ खेल्न जानु लाग्यो नेचुरल स्विमिङ पुलमा अनि मसँग भाइहरू छन् हेलो अनि बादल अनि हामी यहाँबाट पामेको साइडमा चाहिँ पोखराबाट हल्का अगाडि गएर पोखराको उसबाट सिटबाट हल्का लेक साइड हुँदै गएर अगाडि गएर खोला जस्तो छ त्यहाँ गएर चाहिँ स्विमिङ पुल गरिन्छ स्विमिङ पुल नेचुरल स्विमिङ पुल हो अनि स्विमिङ गरिन्छ अनि डेफिनेटली अनि हामीले केही डिफ्रेन्ट गऱ्यो भने चाहिँ अनि ब्लगमा त उतार्ने छौँ भनेर चाहिँ अनि त्यही ब्लग बनाउनुको कारण चाहिँ यसले सिउ दिएर है अब तिमी गराउँछ होइन ल छिटो गराऊ है यिनले हाम्रो हल्का छुट्टीको मालपानी लिन जान्ला हन् अनि यो बुच्चीको घर गाउँ भाइ घर गाउँ हेलो नमस्कार हाउ आर यू Do you know me? You don't know? What's your name, man? Shilab. Okay. Do you want to... can I record your video for YouTube? I'm vlogger. Do you know vlogger? ए मैले मजा गरेको काम छ नाम के तिम्रो सुलभ होइन मैले भ्लग बनाइदिएँ तिमीलाई है बनाइदिनु ल भ्लग बनाइछु आडियो भ्लग छ रेकर्ड गरिदिइरहेको छु कि होइन म यस्तो सानो भन्नु भाइ लाग्यो सानो जस्तो देखेर 12 वर्षको क्या भन्दै सो एउटा भाइ अझै हाम्रो अर्को भाइ आउँदैछन् अघि जुन राइडर भाइ अगाडि थियो चेन्ज भएको है ड्राइभर चेन्ज भएको थियो होइन ए अनि अघि अर्को भाइ चलाउने भाइ चाहिँ तल गइराछन् क्या अहिले यिनको लाइसेन्स छ ए हो कि अघि उहाँहरूलाई देखेको कि हामीले ओ धन्दा ठोकिदिरहेको केटीहरूको त भरै गर्नुहुन्न ओके सो हामी यहाँबाट निस्किँदैछौँ अनि अलि यहाँबाट चाहिँ कति 10 मिनटको कति 10 मिनट लाग्छ होइन सायद 10-15 मिनटपछि चाहिँ हामी हाम्रो फाइनल डेस्टिनीमा पुग्छौँ अनि त्यसपछि चाहिँ हामी सबै देखाइन्छ नि त अनि ठाउँ दामी छ क्या
ठाउँ दामी छ म चाहिँ अलरेडी एउटा भ्लग पनि स्विमिङ गरेको बनाइसकेको छु सो आज फेरि जाँदैछौँ त अनि किन भएन किन नबनाउनु भनेर चाहिँ मेमोरीको लागि कहिले काहीँ यसो हुन्छ र गाइजहरू चाहिँ हामीसँग जोइन भयो त 3 जना ट्राफिक नियमको चाहिँ पालना गर्नुपर्छ केटाहरू है लाइसेन्स ल्याएन केटाहरू लाइसेन्स छैन यसो गरौँ क्या उसको छैन लाइसेन्स बिलु मात्रै छ तिम्रो लाइसेन्स छैन म चलाइन्छु नि त कहाँ बोकेको त नि एउटा फोटोसोटो छैन हामीसँग लाइसेन्सै भएन कि एकचोटि चस्मा लगाइदिनु एकचोटि नलाइदिनु होइन सो त्यहाँ थियौँ के चेकिङ रहेछ अनि केटाहरूले चाहिँ लाइसेन्सहरू बोकाइदिएनन् क्या सो द्याट्स चाहिँ अनि केटाहरू चाहिँ उतातिर छ नि केटाहरू चाहिँ हो यहाँ ए उताबाट आउनुलाई चेक गरे होइन उताबाट आउनुलाई गरे होइन उताबाट आउनुलाई रोके होइन सुन यहाँबाट के फर्किने कार्यक्रम भइरहेको केटाहरूलाई मैले यहाँ मोटिभेसन दिइरहेको छु कि आउनुको लागि भनेर क्या तपाईँ पनि चेकिङ भएर यता बस्नु भएको ए हजुर भन भाइ ए तिम्रो चिट मेरो बाइक खन्यो अनि कहाँ चिटले काम लाग्दैन ल ठ्याक्कै एउटा साधनको पछाडि हो कि उताबाट आउनु रोके छैन क्या स्याट आऊ क्या छुट्टै आऊ क्या त्यस्तो गाडी आएको ल हाइटमा हेर न ट्राई गर न यार केटाहरू यार त्यत्रो गाडी मेरो लाइसेन्स छ नि त अनि चाहिँ मैले चाहिँ तिनीहरूको बाइक चाहिँ कटाइदिनु पर्यो मेरो बाइक यता छोडेँ मैले अनि पैदल गरेर चाहिँ कटाइदिनु पर्थ्यो कि सोचेर चाहिँ पैदल गरेर बाइक लिएर आउनु पऱ्यो हामी फेरि भिडियो बनाउँदैछौँ फेरि यता झगडा भएर बनाउनु लाग्यो होइन म यत्तिकै बनाउँछु है त्यहाँ भाइहरूलाई यसो कटाइदिनु पऱ्यो नि त ल है हामी निस्किनु छ है यतातिर डिस्कस भइरहेको छ पछाडिहरूमै त्यहाँ त लड्न आएको भन्ने होला पनि भइसकेको थियो ए अघि त्यही हो कि मलाई अघि हाम्रो के अरे उसमा क्या एक्सिडेन्ट हुँदा समातेको थियो ट्राफिकले क्या अघि भाइको एक्सिडेन्ट हुँदाखेरि समातेको भिडियो बनाइदिउँ नि लफडै हुन्ला हात हुन्ला यहाँ त सो यहाँबाट निस्किनु लाग्यो हल्का अगाडि हेरौँ लेट्स कटाउनु सकिन्छ कि नआए त्यहाँ चाहिँ त्यो चाहिँ जङ्गिएर हान्दै लाग्यो बुढीलाई माथि लड्न आएको अरे ट्रक कहाँबाट हालिदिएको चेकिङ एउटा बाइक अब अर्को बाइक पनि ल्याउनु पर्छ अर्को बाइक लाइसेन्स दिनु अर्को ल्याउनु पऱ्यो उहाँको बाइक मैले चाहिँ कटाइदिन्छु भनेर सोच्छु ढुक्क जानु उहाँको बाइक मैले कटाइदिन्छु भनेको तर चाहिँ केटाहरू पनि आए ओ आयो केटाहरू अरू है त बेकार है ठ्याक्क बिलुको के अरे लाइसेन्स लिएर नै आउने पुलिस पनि जाने जाम आयो केटाहरू आउँछु त है ल
फाइनली टाढै रहेछ अलिकति अनि हाम्रो समथिङ आधी घन्टा 45 मिनट यस्तै लाग्यो होइन अनि यहाँबाट यस्तो भित्र रहेछ क्या सो त्यहाँ केटाहरू छन् एकदम त्यहाँ गइन्छ अब लेट्स गो म्यान दामी छ ठाउँ त यदि तपाईँहरू आउन चाहनुहुन्छ भने अनि कसरी आउने सिधा पामे बाटो चाहिँ एउटा बाटो आउने बाटो चाहिँ नछोडिकन आउने अनि त्यसपछि आउँदा 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 आउँदै ठाउँ हेर्दै आउने यहाँ रेस्टुरेन्ट चाहिँ रातो हालेको के भन्ने तर म रेस्टुरेन्टको नाम चाहिँ हेरेन अलिक पछि भनौँ ल त्यहाँ सिमाएर चाहिँ अनि यतातिर ल आडी भ्लग आडी होइन दामी छ ठाउँ हेर्नु न सो अनि यहाँबाट चाहिँ यसो गरेर चाहिँ अनि एकचोटि झ्याप हान्नु पऱ्यो पौडी त्यसपछि चाहिँ झ्याप एकचोटि डुबेर चाहिँ फर्किन्छ हामी ल हो र के अरे सो म रेडी भएँ अनि मेरो त मैले बल्ल थाहा पाएँ कि मेरो के अरे बक्सरको पछाडिपट्टि पाल पऱ्यो भने त याद गयो भर्खर अनि चाहिँ केटीहरू त छैनन् के अरे अनि सो अनि पछाडि फेरि चाक त देखाउनु न फेरि के टप्केको हो र ए लास्ट औडा कुरा नगर न 3 जना मान्छे मरेको अरे के जहाँ कहाँ कुन दाइले के भन्थ्यो धेरै होइन 3 जना मान्छे गएको के औडा रहेछ 3 जना मान्छे मरेको अरे यहाँ त ठ्याक्क जाने बेला भर्खरै भने कि म त लास्ट डराउनु दिएँ अरे नि त्यहाँ कति गयो सर हो दामी रहेछ यहाँ गहिरो रहेछ सो सक्यो है पौडीहरू त अब जाडो भयो यार हो सो बाई एभ्रिवान अनि यहाँबाट निस्किनु लाग्यो हेरौँ समथिङ केही डिफ्रेन्ट हुन्छ कि ल भयो भने अवश्य पनि फेरि जोडिनेछौँ ओके गाह्रो भयो यहाँ निस्किनु ल कपडा फेरिँदै कसरी ए यहाँको बाथरुम रहेछ होइन दामी छ नि त यहाँ स्विमिङ बाथरुम युज गर्नु मिल्दैछ कपडा धुनु नि रहेछ जानु भने अनि रेस्ट वासरुम पनि क्या अनि यो त प्राइभेट यहाँको वासरुम होला होइन तपाईँहरूले यहाँ बसेर कपडा चेन्ज गर्न पनि मिल्ने रहेछ सो ग्रेट है त दामी यहाँ यो चाहिँ रेस्टुरेन्टको होला अनि यहाँ अनि फिसको लागि माछा पालन जस्तो मान्छु कि त्यहाँ माथि गरेको सो अनि तपाईँले यहाँ आएर अल्सो तपाईँले सरल तरिकाले युज गर्न सक्नुहुन्छ यहाँ सो बक्सर सक्सर फेरेर हिँड्ने हामी अनि त्यहाँ ठ्याक्क त्यहीँ गएर मैले बक्सरहरू फेरिदिएँ अनि यहाँबाट निस्किनु लाग्यो भाइहरू माथि गइसक्यो सो यहाँ माथि गएर अब निस्किन्छ हामी सो केटाहरू माथि गइसक्यो सो हामी यहाँबाट निस्किनु लाग्यो अनि हामी रेडी भइसक्यौँ अब जानको लागि सबैले स्विमिङ गर्यो यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने अनि आउन सक्नुहुन्छ दामी छ प्लेस होइन अनि तपाईँले ड्रेसहरू चेन्ज गर्नको लागि अनि स्विमिङ गरिसकेपछि सबै कुराहरू चाहिँ अनि व्यवस्थित जस्तै छ अनि त्यो प्राइभेट होला तर पनि हामीले युज गर्न सक्नुहुन्छ तपाईँहरूले सायद है फेरि है मेरो घरमा आएर फेरि युज गरेर फेरि गाली खानु होला फेरि भन्दै केटाहरू भाइ त सक्नुलाई ओके भाइ म्याम वेलकम एन्ड बाई है त अल्सो ल ओके ल बाई बाई म्यान के अरे केटाहरूलाई आडी भ्लग है यसो वाज भन न है
अघि ल बाई एभ्रिवान टेक केयर अनि त्यही हो मैले सधैँ भने जस्तो आफ्नो लागि राम्रो सोचौँ अरूको लागि राम्रो सोचौँ कसैको लागि नराम्रो नगरौँ अनि त्यही हो सबै कुरा ठिक हुन्छ भन्दै बाई